नमस्कार। आज हामी मकवानपुरको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको कुरा गर्दैछौँ। उहाँहरूको 12औं वार्षिकोत्सव भर्खरै सकियो नि जेठ 8मा। हो, त्यही अवसरमा आएका प्रगति विवरणहरूमा अलि गहिरिएर हेरौँ न त, पालिका प्रेसको समाचारमा आधारित रहेर। हुन्छ। हेटौडामा खानेपानीको के छ त अवस्था? कस्ता काम भएछन् होइन? त्यसमा सरकार र समुदाय कसरी जोडिएका छन्? हेरौँ। सुरु गरौँ हालको अवस्थाबाट। 12 वर्ष भएछ बोर्ड बनेको। 12 वर्ष। अनि अहिले दैनिक पानी वितरण कति होला? करिब 3 करोड 70 लाख लिटर रहेछ। ए, हो र? 3 करोड 70 लाख लिटर। हो। अनि त्यो पुर्याउनलाई 628 किलोमिटर लामो पाइपलाइन सञ्जाल छ। बापरे, 628 किलोमिटर? यसका लागि फेरि 5वटा मुख्य पानीका स्रोत छन् अनि 2टा प्रशोधन केन्द्र पनि। पानी प्रशोधन केन्द्र मतलब पानी सफा गर्ने? हो, पिउन योग्य बनाउने। यो परिमाण आफैमा ठूलो हो नि। एकदमै। तर यो 3 करोड 70 लाख लिटरले हेटौडाको माग चाहिँ कतिको धान्छ होला? खैर, पूर्वाधार विकासतिर लागौँ न। हुन्छ। यो चालु आर्थिक वर्षमा सङ्घीय सरकारसँग मिलेर 15 करोडको काम सकिएको देखिन्छ। 15 करोड? के काम भएछन् त त्यसमा? त्यसमा ओभरहेड ट्याङ्की मतलब त्यो अग्लो ट्याङ्की अनि भूमिगत ट्याङ्की पनि। अनि डिप बोरिङ, जमिनमुनि गहिरो खन्ने, पाइपलाइन, बिजुलीका कामहरू। सहलगानीमा भएको हो यो? हो, सहलगानी मोडल नै हो। यो कतिको प्रभावकारी छ भन्ने एउटा उदाहरण पनि छ। कस्तो उदाहरण? त्यो हेटौडा 19 बस्तीपुरमा सङ्घीय लगानीको एउटा योजना, त्यो अलि अलपत्र थियो क्यारे। बोर्डले आफै थप 3 करोड जति हालेर त्यो सम्पन्न गरेर सेवा सुरु गर्यो। यसले स्थानीय सक्रियता देखाउँछ। त्यो त राम्रो भयो। प्रदेश सरकारसँग पनि सहकार्य भएको छ कि? छ नि, बागमती प्रदेशसँग मिलेर पनि काम भएको छ। हेटौडा 19 मै समवेल बनेको छ, मतलब पानी जम्मा गर्ने संरचना। समवेल। अनि वडा नम्बर 16 मा डिप ट्युबवेल, त्रिशुलेमा 5 लाख लिटरको भूमिगत ट्याङ्की अनि करिब 20 किमी पाइपलाइन विस्तार। भनेपछि काम त धेरैतिर भएको रहेछ। हो, यसले विभिन्न निकाय बीच समन्वय पनि देखाउँछ। सेवा नपुगेका ठाउँमा पनि त पुग्यो होला नि? समाचारमा के छ? 16वटा उपभोक्ता समितिबाट पूर्वाधार हस्तान्तरण लिएर सेवा विस्तार गरेको छ। कति घरधुरीमा? करिब 9500 घरधुरीमा। यो त ठूलो संख्या हो। हो त नि, 9500 घरधुरी थपिनु भनेको पहुँच त राम्रै बढेको देखिन्छ। तर यसको दिगोपना नि? खै, दिगोपनाको विस्तृत विश्लेषण त समाचारमा छैन, तर पूर्वाधार थप्ने क्रम जारी छ। जस्तै हेटौडा 16 शक्तिमा त्यहाँ सङ्घीय आयोजना र बोर्ड मिलेर 6वटा ट्याङ्की बनेका छन्, करिब 9 लाख लिटर क्षमताका। 9 लाख लिटर? समवेल र 3.5 किमी पाइपलाइन पनि। त्यो अब हस्तान्तरण हुने क्रममा छ। अरू पनि छन् कि? थाना बर्याङ सिमलटारमा पनि काम भइरहेको छ। 2टा समवेल पालेघर बनिसक्यो। अनि 4.5 लाख लिटरको ओभरहेड ट्याङ्की चाहिँ बन्दैछ। फेरि 21 किमी शाखा पाइपलाइनको लागि टेन्डर पनि निकालेको छ। पानीको गुणस्तर जाँच गर्ने प्रयोगशाला नै? त्यसको पनि स्तरोन्नति हुँदैछ। सङ्घीय सरकारबाट 15 लाख आएको छ, बोर्डले पनि थप्ने रे। वार्षिक उत्सवमा सम्मानहरू पनि भएछन्। त्यो महत्त्वपूर्ण छ। कर्मचारीहरू जस्तै सब इन्जिनियर, प्लम्बर, सहायक, मिटर रिडर, अरू फिल्डका साथीहरू, उहाँहरूलाई सम्मान गर्दा काम गर्ने हौसला बढ्छ नि। पक्कै पनि। उपभोक्ताहरू पनि सम्मानित भए? नियमित र धेरै महसुल तिर्ने उपभोक्ता जस्तै हेटौडा सामुदायिक आँखा अस्पताल अनि केही व्यक्तिहरू। राम्रो कुरा। अनि पानी चुहावटको सूचना दिनेलाई पनि? उहाँहरूलाई पनि। यसले समुदायको संलग्नता बढाउँछ। स्वयंसेवा गर्नेहरू पनि रहेछन् नि? दुर्गममा ट्याङ्की चलाउने? हो त नि। शक्ति डाँडा, घ्याम्पे डाँडा, जरुङ डाँडा जस्ता ठाउँमा उहाँहरूको योगदान ठूलो छ। अनि त्यो मयूरधापको उपभोक्ता समितिको अध्यक्षलाई पनि सम्मान गरेछन्। हस्तान्तरण पछिको पहिलो अध्यक्ष हुनुहुन्थ्यो रे। यसले समुदाय परिचालन कति जरुरी छ भन्ने देखाउँछ। हो, समुदाय नभई यस्ता प्रणाली टिक्दैनन् होला। अब अलिकति भविष्यतिर हेरौँ न, के छन् योजनाहरू? योजनाहरूमा त अब नयाँ प्रशोधन केन्द्र बनाउने कुरा छ। अर्को प्रशोधन केन्द्र? हो, अनि पाइपलाइन थप्ने, वितरण सुधार्ने, चुहावट घटाउने अनि ग्राहकको गुनासो सुनेर सेवा राम्रो बनाउने। ल त्यसो भए आजको कुराकानीलाई हेर्दा
हेटौडा खानेपानी बोर्डले काम त राम्रै गरेको देखियो। सहलगानीमा पूर्वाधार बनेका छन्। धेरै घरधुरीमा पानी पुगेको छ, यो आफैमा राम्रो हो। अनि कर्मचारी र समुदायलाई जोड्ने प्रयास पनि सकारात्मक नै देखियो। हो, प्रयासहरू उत्साहजनक छन्, तर केही प्रश्नहरू पनि छन् नि। कस्ता प्रश्न? जस्तै यस्ता ठूला सहलगानीका आयोजनाहरूको दिगो व्यवस्थापन कसरी हुन्छ होला, आर्थिक र प्राविधिक रूपमा? हो, त्यो महत्त्वपूर्ण प्रश्न हो। अनि अर्को कुरा, शहर त बढ्दै जान्छ, पानीको माग पनि बढ्छ। भविष्यमा यो बढ्दो मागलाई हेटौडाले कसरी सम्बोधन गर्ला? स्रोत व्यवस्थापन, समान वितरण, खै यसमा निरन्तर सोच्नुपर्छ जस्तो लाग्छ।